यो चाहिँ जापानिज रेस्टुरेन्ट हो, गसुतो भन्ने धेरैजनालाई थाहा होला। हेलो गाइज, वेलकम मेरो भिडियोमा सबैजनालाई। आज चाहिँ म जापानिजसँग गएको थिएँ। ऊ चाहिँ साथीसँगै काम गर्ने जापानिज हो। हिजो र आज फुकुओकामा नेपाली फेस्टिभल थियो नि त। साथीले चाहिँ इभेन्ट छ भोलि, म र साथी जाँदैछौँ भन्दा उसलाई पनि आऊ न त भनेको रहेछ। त्यही भएर ऊ चाहिँ बेलुकी सकिने बेला आएको थियो। अनि यो रेस्टुरेन्टमा चाहिँ यो दुईजनाले काम गर्छ। फेरि आज नाइटमै यो दुईजनाको सिफ्ट थियो। हामीहरूले चाहिँ नेपाली रेस्टुरेन्ट जाऊँ न त केही खानालाई भनेको थियौँ। ऊ चाहिँ पहिले धेरै पटक गइसकेको रहेछ। यो रेस्टुरेन्ट चाहिँ तेन्जिन एकीबाट एकदम नजिक छ नि त। त्यही भएर हामी चाहिँ यतै आयौँ। यो नोमिमोनो चाहिँ जति पटक पनि लिग्न मिल्ने रहेछ क्या। पहिला मैले ओरेन्ज लिएँ, मलाई चाहिँ मिठो लागेन। त्यसपछि फेरि मैले चाहिँ ग्रिनवाला लिएँ। आज सन्डे हो नि त, त्यही भएर जापानमा रेस्टुरेन्टहरू चाहिँ बिजी नै हुन्छ। हामी वेट गर्दै थियौँ अनि एकैछिनमा हाम्रो खाना पनि आयो। यो रेस्टुरेन्ट आएको चाहिँ स्पेसल मेरो लागि थियो, किन भन्दा साथीले यहाँ काम गर्छ नि त। अनि त्यही भएर यहाँ यस्तो यस्तो खानेकुराहरू पाउँछ, एक दिन जानुपर्छ है भनेर मलाई पहिल्यैदेखि भने गर्थेँ। त्यस्तो टाइम नै आएको थिएन क्या। अनि अब यिनीहरूले त जहिले खाइरहेको हुन्छ नि त। ऊ जाप्ने चाहिँ म अलि मोटो छु, डाइटिङमा छु, म धेरै खाँदिनँ भनेर खासै केही मगाएको थिएन। मैले चाहिँ मेरो लागि स्पेसल खारागी र गोहान मगाएको थिएँ। अनि एउटा पिज्जा मगाएको थिएँ। अनि अर्को चाहिँ पोटेटो फ्राई मगाएको थिएँ। दिनभरि केही नखाएको भएर होला मलाई चाहिँ एकदमै भोक लागिसकेको थियो कि। अनि मैले यसरी त्यो जुस खान्छु। मैले चाहिँ भिडियो खिच्नभन्दा अगाडि उसलाई सोधेको थिएँ, किन भन्दा जापानमा कसैको अनुमति बिना चाहिँ भिडियो बनाउन मिल्दैन नि त। तर यो खाना चाहिँ बवाल मिठो थियो। पिज्जा र खारागे, पोटेटो फ्राई चाहिँ मलाई खासै मन पर्दैन। ओके, थ्याङ्क यू सो मच गाइज मेरो भिडियो हेरिदिनु भएकोमा।